अनि तातो खाना बनाउँछु। अनि पानी परिरहेछ। आज पनि काम त गर्नु नै पर्यो। यस्तै मौसममा पनि काम गर्नै पर्छ साथी हो। अब पहिला आगो बाल्छु अनि तातो खाना बनाउँछु। यस्तो तातो खाना पानीमा झन् मजा आउँछ खानलाई। यस्तो मिठो देख्दा त खानु लाग्यो। थोरै खान्छु, बाँकी बजार लैजान्छु। पानीमै भए पनि बेच्न पर्छ आज त। अहिले बनाएको एकदम तातो छ। ल छिटो छिटो आउनुहोस्, ताजा ताजा खानुहोस्। आजको कमाई कति भयो हेरौँ। पानी भए पनि राम्रो दिन भयो। तपाईहरुलाई कस्तो लाग्यो? आजको भिडियो मन पर्यो भने शेयर र फलो गर्नु होला। धन्यवाद।